हेलो सम्पूर्ण साथीहरूमा जति पनि नयाँ शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ उहाँहरूको लागि एकदमै नयाँ क्लास सुरु भएको छ। शिक्षक सेवा आयोग प्रथम पत्र, त्यसैगरी अध्यापन अनुमति पत्र र प्राविधिक सहायक प्रास र बिनीमा पनि यो काम लाग्नु भएकोले तपाईँले यो शिक्षक दरबन्दीलाई हेर्नु होला। शिक्षक दरबन्दीमा चाहिँ पूर्व प्राथमिक तहमा चाहिँ एकजना शिक्षक व्यवस्था भएको हुन्छ। त्यस्तै प्राथमिक तहमा 50 भन्दा कम विद्यार्थी भएमा 2 जना शिक्षक र 50 भन्दा बढी 50 भन्दा बढी विद्यार्थी छन् भने 3 जना शिक्षकको व्यवस्था रहेको छ। त्यस्तै निम्न माध्यमिक तहमा 4 जना शिक्षक, आधारभूत तहमा 7 जना शिक्षक, माध्यमिक तहमा 8 जना शिक्षक, त्यस्तै कक्षा 6 देखि 10 मा 9 जना शिक्षक, कक्षा 1 देखि 10 मा 12 जना शिक्षक, कक्षा 1 देखि 12 मा 15 जना शिक्षक दरबन्दी रहेको हुन्छ। बुझ्नुभयो? क्लियर छ? निम्न माध्यमिक 6 देखि 8 मा चाहिँ 4 जना शिक्षक हुन्छन् है भनेको छ यहाँ। त्यस्तै माध्यमिक तह 9 देखि 12 मा चाहिँ 8 जना शिक्षक, अनि 1 देखि 12 कक्षासम्म चाहिँ 15 जना शिक्षक है। यो चाहिँ तपाईले याद गर्नुहोस्, एक्जाममा बारम्बार सोधिएको प्रश्न हो। शिक्षकको कार्य सम्पादन मूल्याङ्कन। तृतीय श्रेणीमा कार्यरत हुनुभएका शिक्षकहरू द्वितीय श्रेणीमा बढुवाका लागि अथवा एक तह वृद्धिका लागि यो कार्य सम्पादन मूल्याङ्कनको व्यवस्था गरिएको छ, जसमा 75% बढुवा तर्फबाट र 25% आन्तरिकबाट यसको व्यवस्था गरिएको छ। जसमा नोकरी ज्येष्ठता बापत 35 अङ्क, शैक्षिक योग्यता बापत 20 अङ्क, सिकाइ उपलब्धि बापत 15 अङ्क, तालिम बापत 10 अङ्क, अनुसन्धान बापत 5 अङ्क, विशेष जिम्मेवारी बापत 5 अङ्क, कार्य सञ्चालन मूल्याङ्कन बापत 5 अङ्क। तपाईलाई परीक्षामा चाहिँ प्रश्न, शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा तालिम बापत कति अङ्क प्रदान गरिन्छ, यसरी प्रश्न सोध्छ। शिक्षक दरबन्दी हामीले बुझ्यौँ। अब हामीले महिला शिक्षक दरबन्दी पनि बुझ्नुपर्छ। यो पनि परीक्षाका निमित्त एकदमै महत्त्वपूर्ण छ। 3 जना शिक्षक भएमा 1 जना महिला शिक्षक अनिवार्य, 7 जना शिक्षक भएमा 2 जना महिला, 7 भन्दा बढी शिक्षक भएमा 3 जना महिला। प्राथमिक तहमा 1 देखि 5 सम्म 3 जना शिक्षक हुनुपर्ने व्यवस्था गरिएको छ। त्यो 3 जना शिक्षक भएमा चाहिँ 2 जना महिला चाहिँ हुनुपर्छ। त्यस्तै आधारभूत तह 1 देखि 8 मा चाहिँ 7 जना शिक्षक, त्यो 7 जना शिक्षक भएको ठाउँमा चाहिँ 2 जना महिला शिक्षक। त्यस्तै 7 भन्दा बढी शिक्षक भएमा 3 जना महिला। माध्यमिक तह 9 देखि 12 मा 8 जना शिक्षक हुन्छन् र त्यो 8 जना शिक्षक भएको ठाउँमा चाहिँ 3 जना महिला दरबन्दी हुने व्यवस्था गरिएको छ। बुझ्नुभयो साथी? शिक्षक सेवा आयोग समावेशीतर्फ कति प्रतिशत कोटा छुट्याइएको छ त? यहाँ प्रश्न रहेको छ। शिक्षक सेवा आयोग समावेशीतर्फ पिछडिएको क्षेत्रलाई कति प्रतिशत छुट्याइएको छ? यसको सही उत्तर रहेको छ 4% र महिलालाई 33%, जनजातिलाई 27%, मधेसीलाई 22%, दलितलाई 9%, अपङ्गतालाई 5%, पिछडिएकोलाई 4%, दलित महिलालाई 3%, मुस्लिम महिलालाई 2%। यो सबै कुरा चाहिँ तपाईले याद गर्नु होला। यो पनि परीक्षामा धेरै पटक सोधिएको छ। बुझ्नुभयो नि है? विद्यालय तहका तहगत सक्षमता। कुन तहमा कतिवटा सक्षमता छन्? यो प्रश्न पनि प्राय सोधिराख्छ। तपाईले यो कुन तहमा कतिवटा सक्षमता छन् यो जारी राख्नु होला। प्रारम्भिक बाल विकासमा 6 वटा, कक्षा 1 देखि 3 मा 7 वटा, कक्षा 4 देखि 5 मा 8 वटा, निम्न माध्यमिक अथवा कक्षा 6 देखि 8 मा चाहिँ 13 वटा, माध्यमिक कक्षा 9 देखि 12 15 वटा, कक्षा 11-12 मा 10 वटा, कक्षा 9 देखि 10 मा 11 वटा, आधारभूत तह कक्षा 1 देखि 8 मा 12 वटा सक्षमता रहेका छन्। यसलाई चाहिँ तपाईहरुले एकदमै कन्ठे गर्नुस्, याद गर्नुस्। यो चाहिँ परीक्षामा तपाईलाई प्रासतिर
द्वितीय पत्र लेखनी पत्रमा पनि सोध्छ। यता शिक्षक सेवा लाइसेन्स बिनीमा चाहिँ कुन तहमा कतिवटा सक्षमता छन् भनेर सोध्छ है त।